हेलो साथीहरू सम्पूर्णमा स्वागत छ मेरो विवेक कार्यालय अफिसियल युट्युब च्यानलमा। आज चाहिँ म र मेरो साथी कहाँदेखि बुटो असेरदी थ्याङ्क यू ए घर कुन हो तलको बाटो गाइजहरू अब चाहिँ हामी प्रसादी लिएर साथी र म चाहिँ भैरवस्थान मन्दिरतिर प्रस्थान गर्दैछौँ। मुकेश के छ? ठिक छ नि? ल है त गाइज, फाइनल्ली हामी अब मन्दिरको परिसरमा आइसकेका छौँ साथी र म भएर। हेरौँ कस्तो हुन्छ आजको हाम्रो यात्रा। फाइनल्ली हामी भैरवस्थान मन्दिरको दर्शन गर्दैछौँ। त चाहिँ यस्तो छ। भैरवस्थान माताले सबैको रक्षा गरून्। मुकेश के छ भन्न? ठिक छ नि? गाइजहरू अब हामी चाहिँ हाटथोकतिर यसो हाटथोक बजार हेरौँ भनेर हिँड्न थाल्यो। कस्तो रहेछ हाटथोक बजार हेरौँ। फाइनल्ली गाइज अब हामी चाहिँ हाटथोकतिर प्रवेश गरियो। अब यता हामी नास्ता खाएर जाने भन्ने प्लान हो। यो भनेको चाहिँ हाटथोक भन्ने ठाउँ रहेछ। यो हाटथोक बजार हो भन्छ यसलाई, हाटथोक बजार हो। In 200 अब हामी भैरवस्थान मन्दिर घुमेर अनि हाटथोकमा नास्ता खाएर त्यसपछि अब हाम्रो यात्रा चाहिँ पाल्पा दरबारतर्फ रहनेछ। गाइजहरू हामी चाहिँ अब अहिले पाल्पा दरबार घुम्ने क्रममा छौँ। यो पाल्पा दरबार दरबारमा घुम्दैछु अहिले म। है गाइजहरू, यो हामी नेवार कक्षमा छौँ। यस्तो छ पाल्पा दरबारमा। यस्तो छ पाल्पा दरबारभित्र। यो काठको ढोका चाहिँ एसिया महादेशको सबभन्दा ठुलो काठको ढोका भन्ने रहेछ। यता यस्तो छ। हामी प्रशासनतिर छौँ, दरबारतिर। ल गाइजहरू अब हामी चाहिँ बल्ल होटलतिर लाग्यो तानसेनबाट। ल अब आजको भ्लग चाहिँ यति हाम्रो।